रावणको दरबारमा चाहिँ अर्को अनौठो कुरा चाहिँ के छ भने बाहिरबाट सुरक्षाको लागि त्यस पछाडि अर्को ठुलो पर्खाल उठाइएको छ। यदि कोही मान्छे त्यो पानी कटेर आयो भने सायद यहाँ सेनाले यहाँ सुरक्षा गर्थे होला। यहाँदेखि भित्र चाहिँ पुरा गार्डन छ। यो यति पुरानो यहाँ प्रयोग भएका इँटाहरू यहाँहरूले देख्न सक्नुहुन्छ। यो वर्षौं पुरानो छ र यहाँ सायद राजाका सेनाहरू जो राजालाई सुरक्षा दिने मान्छेहरू बस्थे होलान्। तर राजा भने रावण भने यहाँ माथि यहाँ पुरा यहाँ माथि यो चट्टान हो, यो पुरा ढुङ्गाको, कोही पनि मान्छे चढ्न सक्दैन। यहाँ यस्तो खालको छ र यहाँ भन्दा माथि दरबार छ। यो माथिको भागमा यहाँ चाहिँ करिब 2 देखि 2.5 बिघा जमिनमा फैलिएको। कहाँबाट नि यो ढुङ्गा चढ्नका लागि 600 फिट अल्को छ। यो माथि रावणको दरबार छ र यो तल चाहिँ रावणको गार्डनहरू पनि यस्तो छ नि। यहाँ बाहिर पानी छैन हेर्नु है, सबै पानीहरू चाहिने पानी यहाँ युज हुन्छ। त्यस पछाडि पानी चाहिँ जमिन मुनिबाटै अन्डरपास एक ठाउँबाट अर्को ठाउँ, अर्को ठाउँबाट अर्को ठाउँ हुन्छ र नचाहिने पानी यहाँ बाहिर राजाकै सुरक्षाको लागि जान्छ। र आज पनि श्रीलङ्कामा यत्तिकै सुरक्षा दिएर यो ठाउँ राखिएको छ। हरेक दिन यहाँको सरसफाइ हुन्छ र यहाँका मान्छेहरूले रावणलाई भगवान मान्छन्। जसरी हामी रामलाई भगवान मान्छौँ त्यसरी नै यहाँका मान्छेहरू रावणलाई भगवान मान्छन्। र यो माथि हेर्नुहोस् त, यहाँ पनि मान्छे छन्। सायद रावणकै सेना हुनुपर्छ है। अहिले धेरैजना त्यहाँ घुम्न जानुभएको छ। यहाँ हेर्नुहोस् त, हरेक दिन यहाँको सरसफाइ छ र यो दरबार विश्वको 8औं अचम्ममा पनि पर्छ। त्यस्तो अचम्म मानिदो रहेछ कारण ढुङ्गाको माथि राजाको दरबार है। अनि यो युनेस्कोले विश्व सम्पदा सूचीमा राखिएको ठाउँ पनि हो यो ठाउँ। ल आउनुहोस्, यही रावणको दरबारको भिडियो बनाउँदैछु मैले। युट्युबमा छ, भाग्य नेउपाने सर्च गरेर हेर्नु होला। श्रीलङ्काका 15वटा भिडियोहरू आउँदैछन्। सीतालाई हरण गरेर ल्याएर रावणले राखेको ठाउँदेखि भगवान बुद्धको दाँत, धेरै चिजहरू छन् बुद्ध रिलेटेड कुराहरू श्रीलङ्कामा। ती कुराहरू लगायतका कुराहरू आउनेछन् श्रीलङ्काबाट, हेर्नु होला। अब म यहाँबाट सर्र घुमेर यहाँभित्रको सिस्टम हेर्छु है त। रावणको लङ्कामा एउटा अनौठो दरबार चाहिँ रावणले राज गरेको ठाउँ भनेर चिनिन्छ। परबाट हेर्दाखेरि सिंहको जस्तै देखिने यो चट्टान भन्दा माथि चाहिँ लङ्काका राजा रावणले राज गर्थे। रावणभित्र धेरै गुणहरू थिए। अवगुण उहाँले सीता मातालाई हरण गर्नुभयो र त्यस पछाडि रावणको नाश भयो। यही ठाउँ हनुमानले आएर जलाएको भन्ने पनि यहाँका स्थानीयहरूको भनाइ छ। समयअनुसार यो ठाउँ धेरैले राज गरे। बीचमा कश्यपा भन्ने राजाले पनि यो ठाउँमा आएर राज गरेका छन्। हजारौं वर्ष पुरानो यो ठाउँको आज पनि त्यति पुरानो ठाउँ कसरी यस्तो बनाए भनेर सोच्न बाध्य बनाएको छ यो ठाउँले। विश्वभरिका पर्यटकहरू यो ठाउँ हेर्न आउनुहुन्छ। मैले भिडियो युट्युबमा हालिसकेको छु श्रीलङ्का टुरको। योबाट 2टा भिडियो बन्छ। यो वरिपरिका यी संरचनाहरू जुन अनौठो छन् त्यो युट्युबमा गएर भिडियो हेर्नु होला, भाग्य नेउपाने श्रीलङ्का टुर भनेर। र अर्को भिडियो चाहिँ माथिपट्टि टपमा करिब 47 कट्ठा जमिनमा राजाको दरबार छ, त्यसको बारेमा हुन्छ। श्रीलङ्का टुरको 4औं र 5औं नम्बरको भिडियोमा यी भिडियोहरू समावेश हुँदैछन्, हेर्न नछुटाउनु होला है त। बिर्तामोडको भाटबटेनी छेउको भगवान चोकमा हेर्नुहोस् त, अनि दमकको भाटबटेनी छेउ मालपोत भन्दा 4 घर अगाडि बाटोमै यो के हो हेर्नुहोस् त। तपाईहरू आउनै पर्ने ठाउँ। हाई क्वालिटीको सोफाहरू, घर नापी नापी यस्तो दराजहरू, अनि यो लेभलका डाइनिङ टेबलहरू। यदि तपाईँ पूर्वबाट हुनुहुन्छ, राम्रो फर्निचर खोज्दै हुनुहुन्छ भने सबैको पहिलो रोजाई। बिर्तामोडमा हुनुहुन्छ भने भगवान चोकैमा आमा फर्निचर छ, यो नम्बरमा कल गरेर आउनुहोला। यदि तपाईँ दमकतिर हुनुहुन्छ भने चिया दोकानमा हाइवेमै दमक सोफा सेन्टर छ, यो नम्बरमा कल गरेर आउनुहोला। अहिले अफर चलेको छ, सबैजना आउनुहोस् है त।